कुखुराको खोरमा अन्डा चोर्न आएको हामी करेन्टसँग खानलाई। हाम्रो पनिशमेन्ट भनेको चाहिँ जसले हार्छ नि त्यसले चाहिँ अगाडि बाटोमा गएर 20 चोटि उठबस गर्नुपर्छ, त्यो पनि बीच रोडमा, पिच रोडमा, बीच रोडमा है त। गाइस, one like for my emotional distress. हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि मैले एउटा नयाँ भिडियो लिएर आएको छु। भाइ बहिनीसँग करेन्ट च्यालेन्ज गर्न जाँदैछु मैले। सो हामी तिनैजनालाई रहर लाग्यो अनि केही गरौँ न त भनेर यो भिडियो लिएर आएको। सो लास्ट थर्ममा हेरौँ है त कसले जित्छ र कसले पनिसमेन्ट पाउँछ भन्ने। ल गाइस, आज चाहिँ हामी करेन्ट च्यालेन्ज गर्न गएको छौँ। यहाँ के गर्न आयौँ अरे हामी चाहिँ यहाँ खोरभित्र गएर अन्डा कुखुराको खोरमा अन्डा चोर्न आएको हामी करेन्टसँग खानलाई। कुखुराले ठुङ्न सक्ने सम्भावना धेरै छ, ठुङ्न सक्ने अन्डा। ओ माय गॉड। कुखुरालाई ल थुन। भाग्ला छ कि नै अन्डा हेर्न पहिला। छैन ल भयो, आइज। छैन सिट भयो त सिट। अन्डा भेटेन। अब हामीले लिएर आउनु पर्ने भयो तल घरबाट। ल जाम, चलो लेट्स गो गाइस। के गराउनु लाग्नुभयो बाबा? ए ल गाइस, हामी चाहिँ अहिले तल होस्टेल जान लाग्यो। अब तलबाट हामी होस्टेल भने चाहिँ तल घर, घर भने चाहिँ माथि घर। हाम्रो फेरि पुरा यस्तो हाम्रो भाषा सितिमिति कसैले बुझ्दैनन्। अस्ति नै मैले बाबा भनेर बाबाको हालेको थिएँ कि बाबा भने त हामीले हजुरबालाई भन्छौँ। अनि किन बाबा भनेको? बाबा त तिम्रो अर्को हुनुहुन्न र उहाँ चाहिँ को हुनुहुन्छ भनेर आइरहेको छु होइन। उहाँ चाहिँ हाम्रो ड्याड हो। उहाँ चाहिँ हाम्रो ड्याडको ड्याड हो। अनि हाम्रो ड्याडलाई चाहिँ हामीले ड्याड भन्छौँ, उसको ड्याडलाई चाहिँ हामीले सानो दाई भन्छौँ क्या फेरि। अनि हाम्रो भाषा चाहिँ सितिमिति बुझिन्न गाइस। अनि हाम्रो ब्याक टु ब्याक भ्लगहरू आइरहेछ। तपाईँहरूलाई कस्तो लागिरहेछ त्यो पनि भन्नु। यो चाहिँ हाम्रो पिपिरा चोक है। चोक भन्दा नि त्यो झन्डा उडिरहेको चाहिँ चोक हो। लास्टै चिसो छ घरतिरको भ्यू। आज चाहिँ हाम्रो यता सुर्खेततिर चाहिँ लास्टै पानी परिरहेको छ। बिहानदेखि कुहिरोले के गर्दा आज म स्कुल पनि गएको थिएन। आज यसले स्कुल बङ्क हाने भएर त्यही खुसीमा हामीले करेन्ट च्यालेन्ज गर्न लागेको। यस्तो चिसो छ, लास्टै चिसो छ। अझ काठमाडौँमा त झन् कस्तो चिसो होला। यहीँ यस्तो छ भनेपछि वेलकम। दाँत दुखेको छ कस्तो। गाइज, हामीले चाहिँ 3टा चिट्टा बनाएको छौँ। केसको भन्दाखेरि एउटा काँटा चम्चाले खाने, एउटा चम्चाले खाने, एउटा हातले खाने। अब यो चिट्टामा जसलाई जो पर्छ त्यहीले खानुपर्छ है। अनि हाम्रो पनिसमेन्ट भनेको चाहिँ जसले हार्छ नि त्यसले चाहिँ अगाडि बाटोमा गएर 20 चोटि उठबस गर्नुपर्छ, त्यो पनि बीच रोडमा, पिच रोडमा, बीच रोडमा है त। ल ल ल ल ल मैले होइन, यसले हो बनाएको। अबे म त साँच्ची म हातले लिएर आइज। मैले हातले, मेरो फोक चम्चाले खान, मैले हातले खानु पर्यो। ला त ठिकै छ। मेरो त भुइँमा राख के हेर्न त्यहाँ। हेर्नु गाइस, मलाई यो पेपरमाथि राख नि, पेपरमाथि। गाइस, हामीले चाहिँ अन्डा पनि बनाएको थियौँ होइन। अन्डा के भने यसले अन्डा ए चुप, हाम्रो भाइ भेज हो कि अन्डा खान्न। अनि त्यो भएर अन्डाको कुरा मिलेन। के अरे करेन्ट आउँछ खाने भेज हो, अन्डा नखाने। एउटा कुरा भनिदिन्छु है, चम्चा हो यो हात युज गर्नै पाउनुहोस् फेरि। लेफ्ट ह्यान्ड युज गर्न पाउनुहोस् फेरि। गाइस, one like for my emotional distress. आयुषलाई चम्चा बिचरा यसले पारेको, यसले चिट गरेन छ गाइस। कति लोयल छ हाम्रो भाइ हेर्नु। ल है ल, 1 2 3 गो।
पानी 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 Bello. Guys, winner. Guys, मैले जस्तै गरेर खाऊ है। Winner? तपाईं जिस? को आयुषले हार्यो? अब को त? मेरो पनि सुगर मर्यो त्यसले नखायो भने। अनुसा मैले हार्ने रहेछु, मेरो यदि हात थिएन भने मैले हार्ने नै रहेछु के। तर आयुषलाई मान्नुपर्छ, चम्चाले पनि राम्रो छ। गल लागेको बिचमा त मलाई एकदम गाह्रो। मलाई पनि हात भएर हेर्नु कति के रे हात भएर कान्छ नत्र मैले हार्थे। गाइस कसले हार्यो कसले जित्यो देख्नु भयो? सुने आको के रे अनुसाले उडबस गर्छिन अब बाटोमा गएर। ल सुरुमा त बेसरी खाए, गल लागेपछि सक्दै सकिन। मलाई गल लागेको थियो, मैले सोध्छु भनेको तर धेरै पिरो भएन है। गाइस मसँग हातैन पर्छ, म इन्स्टाबाट मज्जाले फाल्दिदिन के गर्ने गाइस। अब आफूसँग यसले चम्चाले करेन्ट खायो कि यसले। प्लस जिते काँटा चम्मचले खाएको मान्छे जित्नु सकेन। बाई बाई गाइस भिडियो हुन्थेन भने मैले करेन्टको यसरी यो पनि चाटेर खान्थेँ। अहिले भिडियो छ त्यही भएर चाटेन मैले। पिरो किन भयो भने हामी झ्याप खायौँ, मुखले स्वादै लिन पाएन। कस्तो भयो फिल भइरहेको छ तपाईँलाई जित्दाखेरि? या आई एम भेरी ह्याप्पी। अब उता उसलाई सोध्न। आई वाज भेरी अनलकी। म धेरै अभागी थिएँ, त्यहाँदेखि के गर्ने। मेरो स्किल तपाईँले कस्तो फिल भइरहेको छ हारेर? मलाई कस्तै फिल भयो। जनताले बताउनु चाहन्छ? केही बताउन चाहन्न। यहाँ आइज छिटो छिटो आइज। हेर आउँछ किचकिच गरेर राम्रो हुन हार्ने बेला हारिस। अब छिटो अगाडि आइज, छिटो यहाँनिर आइज। देखियोस् के भयो त? पखाइ कस्तो राम्रो देखियो आएर हाम्रो गाउँ। त्यो होइन कान समातेर 20 चोटि छिटो 20 चोटि हेरै आउँछ। ल छिटो ल बिचमा, त्यसो भए बिचमा हुन्न भने यहाँ छिटो कान समातेर हो के त्यति कुनामा गएछ नालीमा छिर्ने यसरी। ल छिटो ल ल ल छिटो 2 ल 1 के आउँछ 2 छिटो के आउँछ झ्याम गर्बरो नि 3 4 5 कान समात 6 7 8 बिज्यो भनेर हुन्न। ल 9 कान मजै भएन। म कहिले योसँग गेम खेल्दैन गाइस, म कहिले पनि योसँग गेम खेल्दैन, मलाई मजै भएन।